look. Hello guys, मिनापोर दमामतिर जाँदैछु म चाहिँ अहिले दमामतर्फ। अनि गाइजहरू यहाँको दृश्यहरू यस्तो छ हैन, पुरै बाटो जाम भइरहेछ। अहिले चाहिँ बेलुका 3:30 भएको छ दिउँसोको। लोड गर्न जाँदैछु। 12 बजे निस्केको कम्पनीदेखि लगभग 40 किलोमिटर चाहिँ मिनापोर छ। के गर्नु गाइजहरू, यस्तै छ बाटो पुरै ब्लक हैन, जाम। बल्ल बल्ल यहाँ आइपुग्यो। अब अझै पनि 10 किलोमिटर जति त पक्कै पनि होला। सानो भिडियो बनाइदिउँ भनेर भिडियो बनाउँदैछु गाइजहरू। कस्तो लाग्छ हेरेर साथ दिनु होला। यो चाहिँ दमाम हो है, दमाम हाइवे। सबै यो हाइवेमा चल्ने हो। कतिवटा गाडी चल्छ, सबै यो हाइवेमा चल्छ हैन गाइजहरू। बिल्डिङहरू पनि बनिरहेको रहेछ यतातिर हैन। साउदी अरबको घरहरू चाहिँ यस्तो यस्तो हुन्छ हैन। बाटो यता नि बाटो छ, यता 4 लाइनको बाटो छ। यो पकेट बाटो भइहाल्यो। अब यहाँतिर राइट जाने ठाउँ छ हैन। अब यहाँ युटर्न गर्ने ठाउँ छ योभन्दा अगाडि। हाइवे अब कुब्री छ, कुब्रीमा युटर्न गर्नु मिल्यो हैन गाइजहरू। साउदीको घरहरू सबैभन्दा ठुलो हाइवे भनेको साउदीको यो हाइवे हो हैन। ठुलो मेन ठाउँबाट सामान आउँछ, हरेक कन्ट्रीबाट सामान आउँछ यहाँ चाहिँ। यो जाम धेरै लाग्ने गर्छ। अब हजारौँ लाखौँ करोडौँ गाडी हिँड्छ यो बाटोमा। यस्तो रोड हुन्छ। त्यही भएर यहाँ रुखहरू पनि गएको छ साइडमा। जुस बबल छ, बबल। यतातिर दृश्य हेर्न सक्नुहुन्छ। उतातिरको पारिपट्टि नि हिँडिरहेछ, तर यति जाम छैन पारिपट्टि। यहाँ वारी चाहिँ लास्टै जाम छ। अहिले चाहिँ हल्का सरिरहेछ, 25-30 भइदिइरहेछ गाडीहरू। लगभग 3-4 घन्टा भइसक्यो। 40 किलोमिटर पनि हिँड्नु सकेको छैन। त्यो सेट त बबल रमाइलो छ फेरि गाइजहरू। गाडीहरू लुत हिँडिरहेछ, गलाबहरू पनि हिँडिरहेछ। खजुरको बोर्ड भइहाल्यो होइन। सानो गाडीहरू हिँडिरहेछ फटाफट। अब धेरै भिडियो त गर्नु मिल्दैन।